संवैधानिक विधि हामीले पुरा गरिरहेका छौं। लोकतन्त्रमा कि त चुनिनुपर्छ कि त चुन्नुपर्छ। त्यसो हुँदाखेरि अब चुनिने अधिकारलाई प्रयोग गर्दै श्रम संस्कृति पार्टीले उम्मेदवार अगाडि हामीले सार्यौं। त्यसमा अहिलेका सबैभन्दा ठूला दल लगायत धेरैजसा दलहरूले सबैले समर्थन गर्नुभएको छ। त्यसका लागि म सम्पूर्ण राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा लगायतका सबैजनालाई म हार्दिक धन्यवाद दिन चाहन्छु। यो एउटा विधि हो, पुरा गर्नुपर्ने नै थियो। त्यसले गर्दाखेरि हामीले यसरी पुरा गर्दैछौँ। यो विधि पुरा गर्दाखेरि एकले अर्कालाई आक्षेप लाउनु पर्ने, त्यो अस्ति हामी चुनेर आउँदाखेरि जे गर्यौं गर्यौं, अब त्यो सक्यो, त्यो नगरौँ यहाँ हैन। किनभने हामी माननीय भएर आएका छौँ। अब आम निर्वाचन जनताले हामीलाई चुन्दाखेरिको अवस्थामा हामीले भन्यौँ होला, के भन्यौँ होला हैन, प्रतिस्पर्धा हो। तर अहिले त्यो भन्दाखेरि यो संसदको मर्यादा रहन्छ जस्तो मलाई लागेन। हामीलाई कसैलाई सिकाइराख्नु पर्दैन। यहाँ हामी आम जनताबाट निर्वाचित भएर आएका छौँ। त्यसो भएको कारणले त्यति सुझबुझ हामी राख्छौँ। त्यसले गर्दा कसले मलाई के भनेको थियो, कसले मलाई के अरे फोन गरेको थियो, कसले मलाई कहाँनिर औँला के अरे तपाईँको चाहिँ समाएर मलाई डोडाएको थियो भनेर हामीले बिलौन गर्न उचित जस्तो मलाई लाग्दैन। म यहाँहरू सबैजनालाई सम्मानका साथ यो पनि आग्रह गर्न चाहन्छु, हामी यहाँ सबैजना माननीय हौँ। पूर्ववक्ता ज्यूहरूले कतिले हाम्रो माननीय रुबी कुमारी ठाकुरज्यूलाई रुबी बहिनी पनि भनेर यहाँनिर सम्बोधन गरेको मैले देखेँ। त्यो शब्दलाई खारेज गरियोस्। यहाँ कोही कसैको बहिनी, कोही नातिनी हैन, कोही बाजे, कोही मामा भान्जा भन्ने हिसाबले हामी यहाँ बोल्नु हुँदैन। यहाँ हामी सबैजना एकले अर्कालाई सम्मान गरेर माननीय भनेर एकले अर्कालाई बोलाइनु पर्दछ भन्ने म माग गर्दछु। र यहाँ केही पूर्ववक्ता माननीयज्यूहरूले ज्येष्ठ नागरिकलाई अलि अपमान गरे जस्तो हैन, एउटा खुट्टा कता एउटा खुट्टा कता भन्ने शब्द पनि प्रयोग गरियो। त्यो पनि नगरियोस्। हामी ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्न सिकौँ। प्रकृतिको नियम हो, हामी जन्मेपछि हुर्कन्छौँ, बढ्छौँ, बुढो हुन्छौँ, मर्छौँ। त्यसो भएको कारणले गर्दाखेरि कसैको त्यो ज्येष्ठ उमेरलाई हैन अपमान गर्ने खालको शब्द आउँदा दिनहरूमा हामी सबैले उच्चारण गर्ने छैनौँ भन्ने मलाई आशा छ। हाम्रो उम्मेदवार रुबी कुमारी ठाकुरज्यू, उहाँ जेनजी हुनुहुन्छ। यो सम्पूर्ण राजनीतिक युटर्न नेपालमा जे आयो त्यो जेनजीको आन्दोलनबाट आयो। त्यसो भएको कारणले एउटा जेनजीलाई उम्मेदवारको रूपमा हामीले अगाडि सारेको कुरा म यहाँहरू सबैजनालाई निवेदन गर्न चाहन्छु। अब हामी एउटा प्रक्रियामा जान्छौँ, घोषणा हुन्छ। त्यसपश्चात हाम्रो दलबाट उहाँ हामीले गुमाउँदैछौँ। उहाँ एउटा संवैधानिक पदमा, राज्यको साझा श्रम संस्कृतिको एउटा सांसदको रूपमा नभएर एउटा साझा अभिभावकको रूपमा उपसभामुख जस्तो गरिमामय पदमा रहेर निष्पक्ष ढङ्गबाट उहाँहरूले कार्य सम्पादन गर्नुहुनेछ भन्ने मलाई पूर्ण विश्वास छ। म चाहिँ भर्खरै दार्चुला गएको थिएँ, अलिकति असान्दर्भिक कुरातिर मोडिन्छु अब म।